So hello my viewers, welcome back to my another new YouTube video. And right now I'm doing my job. However, this is the break time for us. Break time usually starts from 2:15 and ended at 2:35, and it's already 2:25. So I have to make sure to eat it fast as possible. So this is a tiffin box that I bought just for the airport. Look, I'm opening it. So tight, man. I'm gradually opening it. So do you wanna see what is inside this tiffin? No, I'm not going to show, man. I'm not going to show. This is roti basic. Look, I have put by myself at my home and bring it here. My friend, I would rather people to eat healthy over that junk food, momo, chowmein. That's too much oily. I don't want that. I've got some achar as well. Woo! I don't know. I'm going to upload this thing on my YouTube channel as well, yeah, man. I'm going to upload it video on my YouTube channel. I recently uploaded it. Tell hi. यस्तो भुल अनुहार त नखिच्दा बनाउँला नि मलाई एकदम इन्ट्रेस्ट हो ब्लगको चाहिँ हैन यो अहिले यो बन्द गर I'm going to post this video on my YouTube channel as well, man. मलाई नेपालीमा भन म नेपाली आउँदै ल त्यो त अहिले डिलिट भयो है अन्त अब के हेर्नु म त्यहाँ खाने मन आएर मैले होममेड फिटेर आयो घरको भनेको खानेकुरा हाइजेनिक हो हैन हजुर त्यसमा चाहिँ आमा बुवाले बनाएको आफैले बनाएको श्रीमतीले बनाएको दिदीबहिनीले बनाएको भनेको कुरा चाहिँ एकदम राम्रो खानेकुरा हो कि यो त्यसमा चाहिँ कहिलेकाहीँ चिल्लो परेर कहिलेकाहीँ किरो बढी भएर शरीरलाई हानि नै गर्छ भन्ने चाहिँ होइन इट वन्ट एफेक्ट हैन त त्यस्तो एफेक्ट गर्दैन धेरै त्यस्तो एफेक्ट गर्दैन तिमी दिनदिनै सधैँ त्यो चिल्लो खाने पनि त होइन नि त त्यही त अनि एकचोटि अब हप्तामा या महिनामा एकचोटि खाउला तिमीले त्यस्तो जस्तो यो रोटी तिमीले आज हप्तामा कति महिनामा खायो होला है कहिले चाहिँ खायो होला कि तिमीले यो रोटी तर यही कुरा चाहिँ तिमीले बाहिर घर बाहिर खायो भने त्यो उनीहरूले बनाएको जुन क्यान्टिनहरूमा त्यो तेलहरू बासी तेल हैन तेलहरू चाहिँ आज पकाएको तेल भोलि पकाएको तेल पर्सिको आज पकाएको तेल पर्सि 2-3 दिनको बासी तेल त्यसले गर्दाखेरि के हुन्छ भने तिम्रो शरीरमा चाहिँ नजानिदो तरिकाले चाहिँ असर गर्छ क्या त्यो थाहा हुन तिम्रो चाहिँ कसरी अहिले पो तिमी एक्टिभ छौ भोलि त्यो समय चल्दै जाँदाखेरि त्यो कुराहरू चाहिँ लुज हुँदै जान्छ क्या अनि त्यसले चाहिँ त्यो इफेक्ट चाहिँ पछि देखिन्छ मेरो So my friend, he's my educator and I'm his learner. He's giving me some important life lesson about how to deal with people. Yes,